हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। इट्स मी अन्जना। आज चाहिँ हामी पाल्पा जानको लागि रेडी हुँदैछौँ। हाम्रो यात्रा चाहिँ अब यहाँबाट सुरु हुन्छ। हामी चाहिँ आजको भ्यू हेर्दै, आज चाहिँ एकदम दिन चाहिँ एकदम राम्रो परिरहेको थियो। अरू बेलामा चाहिँ कहिले पानी, कहिले घाम, कहिले के भइरहेको हुन्थ्यो हैन। आज चाहिँ एकदम मौसम एकदम राम्रो, न घाम न पानी त्यस्तो भइरहेको थियो। अनि बिचबिचमा चाहिँ मैले पनि एकछिन यसो चलाइरहेको थिएँ। स्कुटर चलाउन रमाइलो लाग्छ, अनि त्यही भएर एकछिन चलाइरहेको थिएँ। मैले पनि पालो गर्दै चलाइरहेको थियौँ हामी चाहिँ। अनि त्यसपछि फेरि पछि चाहिँ हस्बेन्डले चलाउनु भयो। अनि हामी चाहिँ जाँदैछौँ। जाँदै गर्दा हामी चाहिँ, यो चाहिँ स्याङ्जाको गेट हो। हामी चाहिँ स्याङ्जामा छिरिसक्यौँ है। भिडियो चाहिँ लामो हुन्छ भनेर मैले खासै क्लिपहरू चाहिँ बनाइनँ। अनि यो चाहिँ स्याङ्जा नै हो। स्याङ्जा चाहिँ यस्तो रहेछ। म चाहिँ फर्स्ट टाइम गएको हो। म चाहिँ पाल्पा फर्स्ट टाइम गएको हो कि। अनि उहाँ चाहिँ यहाँ शिवजी हुनुहुन्छ। फेरि यहाँ बिचमा चाहिँ शिवजीको मूर्ति लिएर जाँदै हुनुहुँदो रहेछ। अनि यहाँ चाहिँ हामीलाई शिवजीले आशीर्वाद दिँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ शिवजीलाई पछाडि पार्दै हामी चाहिँ अगाडि निस्कियौँ। यो चाहिँ हामी चाहिँ फाइनली यो चाहिँ भालु पहाड भन्ने ठाउँमा आइपुग्यौँ। रमाइलो रहेछ यो डाँडा काँडाहरू होइन। स्याङ्जामा फर्स्ट टाइम गएको के। अनि रमाइलो लाग्यो मलाई चाहिँ। यो चाहिँ त्यो झन्डा, नेपालको झन्डा फरफराइरहेको देख्नु भएको छ नि, हो त्यो चाहिँ भालु पहाडको भ्यू पोइन्ट रहेछ। त्यहाँ चाहिँ हामी त्यहाँ माथि गएर हामीले चाहिँ हेर्दाखेरि चाहिँ यहाँ चाहिँ भालु पहाड, वेलकम टु भालु पहाड लेखेको रहेछ होइन। अब त्यहाँ माथिबाट भ्यू कस्तो देखिन्छ हेरौँ है त। माथिबाट सुरुमा हेर्दा चाहिँ त्यो नेपालको झन्डा फरफर गरेको देख्दा चाहिँ मलाई एकदम धेरै खुसी लाग्यो। नेपालको झन्डा जहाँ देखे पनि कस्तो प्राउड फिल लाग्ने के। अनि त्यहाँबाट भ्यू चाहिँ यस्तो राम्रो देखिन्छ, यस्तो राम्रो देखेको। अनि त्यहाँ चाहिँ टुरिस्ट डेस्टिनेसन भनेर पनि एउटा बोर्ड टाँसेको रहेछ। मैले त्यसको पनि थोरै क्लिप गराएर हामी फेरि पाल्पा जाने यात्रा सुरु भयो हाम्रो चाहिँ। बिचबिचमा चाहिँ हामी खाजा खाँदै रोकिँदै, खाजा खाँदै रेस्ट गर्दै गइरहेको थियौँ। हामी चाहिँ आनन्दले ढुक्कले गइरहेको थियौँ। अनि यो चाहिँ हामी, यो स्याङ्जा नै हो। स्याङ्जा चाहिँ कति लामो रहेछ कि स्याङ्जा। म त गएको थिइनँ, फर्स्ट टाइम गएको। हेर्नु न, क्लाउडहरू पनि कस्तो राम्रो देखेको, कस्तो दामी भएछ क्या आजको मौसम चाहिँ। रमाइलो लाग्यो मलाई चाहिँ आजको मौसम देखेर। जे होस् मौसमले चाहिँ साथ दिएको आज हामीलाई चाहिँ। अनि यो चाहिँ हामी चाहिँ वालिङ आइपुग्यौँ भनेर कसरी थाहा हुन्छ भन्दा, त्यहाँ चाहिँ सबै घरहरू पिङ्क कलरको देख्नुभएको छ नि। हो, त्यो पिङ्क कलरको चाहिँ के हुँदो रहेछ भन्दा, वालिङमा चाहिँ सबै घरहरू प्रायः चाहिँ पिङ्क कलरकै हुने रहेछ कि। प्रायः होइन, लगभग नै पिङ्क नै देखियो हामीले चाहिँ। रमाइलो लाग्यो। यो चाहिँ एउटा वालिङ भनेर डिनोट गरेको होला सायद है। रमाइलो लाग्यो। अनि यसरी नै हामी चाहिँ गफ गर्दै ओर्दै भ्यू हेर्दै, भ्यूको रमाइलो हेर्दै हामी चाहिँ पाल्पाको यात्रा जारी भइरहेको थियो हाम्रो चाहिँ। अनि आजको मौसम चाहिँ हेर्नु न कस्तो राम्रो, कस्तो दामी देखेको छ कि। क्लाउडहरू पनि कति राम्रो देखेको छ। अनि त्यो ग्रिनरी कति राम्रो देखेको। त्यो डाँडा काँडामा चाहिँ एकदम इन्जोय गरेँ आजको यो क्लाइमेट पनि। अनि त्यसपछि त्यही माथि म पाल्पाको रानी महल हेर्नलाई चाहिँ एकदम धेरै एक्साइटेड थिएँ नि त। अनि त्यही भएर म चाहिँ पुरै यो यात्राभरि नै म चाहिँ हो कति बेला पुगिन्छ होला, म चाहिँ एकदम एक्साइटेड थिएँ है। टायर्ड पनि भएको थियो हुन चाहिँ। अनि यो चाहिँ हामी चाहिँ यो कालीगण्डकी छिर्यौँ। हामी चाहिँ यो कालीगण्डकी ब्रिज हो यो चाहिँ। कालीगण्डकी, यहाँबाट चाहिँ हामी कालीगण्डकी ब्रिज पार गर्दैछौँ। तल चाहिँ कालीगण्डकी रिभर भइहाल्यो। अनि कालीगण्डकी रिभर चाहिँ नसुसाइकन जान्छ भन्ने त हजुरहरूले सुन्नु नै पर्छ होला होइन। त्यस्तो मजाले बग्दा पनि कस्तो नसुसाइकन हिँडिरहेको छ कि। मैले यहाँ चाहिँ रेस्ट गरेर मुखसुख धोएर एकछिन बसिरहेको छु। म चाहिँ एकदम धेरै टायर्ड फिल भएर होइन। त्यसपछि फेरि हामी त्यहाँ एकछिन रेस्ट गरेर फेरि हाम्रो यात्रा सुरु भयो। त्यहाँ माथि चाहिँ रानी महल भनेर लेखेको देख्दा पनि मलाई त्यो बोर्डको पनि फोटो खिच्नु मन लागेको कि, भिडियो बनाउनु मन लागेको कि। त्यति समय एक्साइटेड के म चाहिँ। अनि हामी चाहिँ जाँदै थियौँ। अनि यहाँबाट नि अलिअलि चाहिँ देखे जस्तो चाहिँ भइरहेको थियो होइन रानी महल। अनि हामी चाहिँ अब अझै रानी महल आइपुग्न लाग्यो है भनेर त्यो हुने बित्तिकै, त्यो फिल हुने बित्तिकै मलाई चाहिँ माई गड भइसकेको थियो कि म चाहिँ। हामी चाहिँ जाँदै थियौँ। अनि त्यसपछि कतिजना आइराख्नु भएको थियो बाटोमा नि, त्यही रानी महलको लागि होला। फाइनली यहाँबाट चाहिँ हामीले रानी महल देख्न सक्छौँ। वाउ, यस्तै भएको थियो कि मलाई चाहिँ त्यहाँ जाने बित्तिकै माई गड वाउ वाला भएको थियो कि।
हैन यस्तो राम्रो देखिरहेको छ। त्यही माथि मौसम पनि त्यस्तो राम्रो, त्यो क्लाउड, त्यो रानी महल, ओ माई गड कस्तो राम्रो देखेको। त्यसपछि चाहिँ म चाहिँ अनि एक ठाउँमा ड्रेस चेन्ज गरेर म चाहिँ रानी महल प्रवेश गरेँ फाइनली। यति धेरै एक्साइटेड, यति धेरै खुसी थिएँ कि आई जस्ट कान्ट एक्सप्लेन वाला भयो थियो कि। अनि हामी चाहिँ यसो भित्र गयौँ, त्यहाँ चाहिँ राजा र रानीको फोटो रहेछ, राजा रानीको फोटो रहेछ त्यहाँभित्र चाहिँ। अनि त्यहाँबाट चाहिँ यस्तो यसरी घुमाएर हेर्दा चाहिँ यस्तो देख्दो रहेछ। त्यहाँबाट चाहिँ बाहिरबाट चाहिँ भ्यू। अनि हामी चाहिँ माथि पनि गयौँ, माथिबाट चाहिँ काली गण्डकी रिभर कस्तो राम्रो देखेको कि। अनि अलिकति उता चाहिँ त्यो अझै झोलुङ्गे पुल कस्तो राम्रो देखेको, त्यो भ्यू नै कस्तो राम्रो देखेको। अनि म चाहिँ त्यो भ्यूको इन्जोय गर्दैछु। रानी महलको इच एन्ड एभ्री त्यो हेरेर मलाई पुगेकै छैन कि। म चाहिँ आनन्दले यहीँ बसिरहन पाए नि हुन्थ्यो नि, कस्तो राम्रो हो कि भन्दै म चाहिँ आफै के त्यही भुलिरहेको छु। म चाहिँ आफै त्यही इन्जोय गरिरहेको छु हैन। अनि हामी चाहिँ बाहिर गएर हेऱ्यौँ, बाहिर गएर हेर्दा चाहिँ पुरै हेर्दा चाहिँ यस्तो दामी देख्दो रहेछ क्या। त्यसपछि चाहिँ फाइनली हामी चाहिँ यो भ्यू हेरेर अनि हामी चाहिँ फर्क्यौँ। फर्किँदाखेरिको चाहिँ मैले भिडियो बनाउन भ्याइनँ, एकदम टायर्ड भएको थियो नि त, त्यही भएर बाई बाई। Please do subscribe and like my channel. Bye bye guys. Love you all.